प्रश्न नम्बर 41 मा रहेको छ कुन नदीमा हिरा पाइन्छ? अप्सन ए कृष्णा नदी, अप्सन बी बागमती नदी, अप्सन सी गण्डकी नदी, अप्सन डी कोशी नदी। यसको राइट एन्सर रहेको छ अप्सन ए कृष्णा नदीमा। नेपालको पूर्व पश्चिम औसत लम्बाइ कति रहेको छ? अप्सन ए 885 किलोमिटर, अप्सन बी 785 किलोमिटर, अप्सन सी 685 किलोमिटर, अप्सन डी 585 किलोमिटर। यसको राइट एन्सर रहेको छ अप्सन ए 885 किलोमिटर। चीन र भारत दुवैलाई छुने नेपालका जिल्ला कुन कुन हुन्? अप्सन ए अछाम र बझाङ, अप्सन बी बझाङ र डोटी, अप्सन सी दार्चुला र बैतडी, अप्सन डी दार्चुला र ताप्लेजुङ। यसको राइट एन्सर रहेको छ अप्सन डी दार्चुला र ताप्लेजुङ। गौरीशङ्कर हिमाल दोलखा जिल्लामा रहेको छ भने यसको उचाइ कति रहेको छ? अप्सन ए 5134 मिटर, अप्सन बी 6134 मिटर, अप्सन सी 7134 मिटर, अप्सन डी 8134 मिटर। यसको राइट एन्सर रहेको छ अप्सन सी 7134 मिटर। भीमसेन थापाको पालामा नेपाललाई कति जिल्लामा विभाजन गरिएको थियो? अप्सन ए 29 जिल्लामा, अप्सन बी 39 जिल्लामा, अप्सन सी 49 जिल्लामा, अप्सन डी 59 जिल्लामा। यसको राइट एन्सर रहेको छ अप्सन बी 39 जिल्लामा। ज्वालामुखी चिन्ह भएको जिल्ला कुन हो? अप्सन ए सुर्खेत, अप्सन बी अछाम, अप्सन सी दैलेख, अप्सन डी रामेछाप। यसको राइट एन्सर रहेको छ अप्सन सी दैलेख। दुधालु गाईको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन ए सुर्खेत, अप्सन बी अछाम, अप्सन सी दैलेख, अप्सन डी रामेछाप। यसको राइट एन्सर रहेको छ अप्सन बी अछाम। कसरा ताल कुन जिल्लामा पर्दछ? अप्सन ए कैलाली, अप्सन बी कञ्चनपुर, अप्सन सी कास्की, अप्सन डी चितवन। यसको राइट एन्सर रहेको छ अप्सन डी चितवनमा। हल्लो आकारको जिल्ला कुन हो? अप्सन ए सुर्खेत, अप्सन बी अछाम, अप्सन सी धनकुटा, अप्सन डी रामेछाप। यसको राइट एन्सर रहेको छ अप्सन डी रामेछाप। काठमाडौँ उपत्यकाको क्षेत्रफल कति छ? अप्सन ए 342 वर्ग किमी, अप्सन बी 642 वर्ग किमी, अप्सन सी 542 वर्ग किमी, अप्सन डी 742 वर्ग किमी। यसको राइट एन्सर रहेको छ अप्सन बी 642 वर्ग किमी।